हेलो गाइज, आज चाहिँ म मेरो कान्छी सासू मतलब कि मेरो मम्मीको सासू मम्मीको देउरानी मेरो आन्टीकोमा आएको छु। आन्टीले हेर्नु त यति धेरै चिल्लो हालेर बनाउनु भएको यो खाना हजुरहरूले देख्न सक्नुहुन्छ। हातभरि यस्तो लागेको छ, के अरे घिउ है चिल्लो। अनि सुत्केरीमा भन्दा पनि बढी स्याहारेर आज आन्टीले झन् आन्टी बिरामी हुनुहुन्छ भनेर म भेट्न आएको। हेर्नुहोस्, आन्टीले झन् मलाई स्याहारेर यो दही यस्तो मिठो हिजो बेलुका राख्नुभएको दही है, साह्रै मिठो। एउटा भिडियो नबनाइ त मलाई त मनै मानेन क्या। ए भगवान्, यो त पछिसम्मको सम्झनाको लागि राख्न पर्यो भनेर आन्टी उहाँ कराइराख्नु भएको, बस्दै नबस्ने भनेर। फेरि बाबुको भोलि स्कुल छ, जानै पर्यो। हेर्नुहोस्, गाह्रो छ मलाई पनि। अब पछि फेरि आउने बाचा गर्दै अब यस्तो दिएपछि त फेरि म आइहाल्छु होला एक हप्ता पछि।